यदि तपाईँहरू चाहिँ भोटर लिस्टको लागि एप्लाई गरिसक्नुभयो तर तपाईँहरूको अहिलेसम्म भोटर लिस्ट आएको छैन भने यो भिडियोमा हामी सेयर गर्नेछौँ कि हामीले कसरी आफ्नो भोटर लिस्ट जेनेरेट पिडिएफमा गर्न सकिन्छ, त्यसलाई कसरी प्रिन्ट गर्न सकिन्छ, अनि हाम्रो भोटर लिस्टमा नेम छ कि नै भनेर कसरी चेक गर्न सकिन्छ, सबै स्टेप बाई स्टेप सिकाउनेछु। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। फर्स्ट तपाईँहरू चाहिँ आफ्नो मोबाइलमा कुनै पनि ब्राउजर ओपन गर्नु होला, अनि त्यसपछि सर्च बक्समा गएर election.gov.np भनेर सर्च गर्नु होला। मैले अनि यहाँ क्लिक गरिसकेपछि के यस्तो इन्टरफेस ओपन हुनेछ। त्यसपछि स्क्रोल अप गर्नुभयो भने तपाईँहरू चाहिँ यहाँ भेट्न सक्नुहुन्छ मतदान नामावली भनेर। जस्ट यहाँ तपाईँहरू चाहिँ क्लिक गर्नु होला। अनि यहाँ क्लिक गर्नुभयो भने अर्को इन्टरफेस ओपन हुनेछ। जस्ट केही समय तपाईँहरू चाहिँ पर्खिनु होला। त्यसपछि तपाईँहरूको मोबाइलमा यस्तो इन्टरफेस आउनेछ। तपाईँहरू चाहिँ केही छिन पर्खिनुपर्ने हुन्छ अनि मात्र हुन्छ। अनि त्यसपछि जस्ट तपाईँहरू चाहिँ आफ्नो प्रदेश सेलेक्ट गर्नु होला। जस्तो कि मेरो मध्य प्रदेश रहेको छ भने म यहाँ क्लिक गरेँ। अनि त्यसपछि फेरि केही छिन पर्खिनुपर्ने हुन्छ। अनि त्यसपछि जिल्ला, अनि त्यसपछि नगरपालिका, अनि वार्ड नम्बर, अनि त्यसपछि मतदान केन्द्र भनेर सेलेक्ट गर्नुपर्ने हुन्छ। सो लेट्स वेट। तपाईँहरू चाहिँ यति सबै सेलेक्ट गर्नुभयो भने तल हेर्न सक्नुहुन्छ। त्यसपछि तपाईँहरू चाहिँ कहाँ भोट हाल्न जानुहुन्छ, तपाईँहरू चाहिँ अनलाइन फर्म भर्ने बेला सेलेक्ट गर्नुभएको थियो त्यही अनुसार तपाईँहरू चाहिँ सेलेक्ट गर्नु होला। जस्तै कि मैले चाहिँ आफ्नो सेलेक्ट गरेँ। अनि त्यसपछि यहाँ सबमिटको अप्सन भेट्न सक्नुहुन्छ, यहाँ क्लिक गर्नु होला। अनि त्यसपछि तपाईँहरूको चाहिँ अर्को इन्टरफेस ओपन हुनेछ। सो लेट्स वेट। त्यसपछि तपाईँहरू चाहिँ सबै डिटेल्स पाउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ प्रतिनिधि सभा 4 भनेर, अनि प्रदेश सभा 1 भनेर तपाईँहरू चाहिँ भेट्न सक्नुहुन्छ। अनि तपाईँहरू चाहिँ आफ्नो नाम केबाट रहेको छ, जस्तै कि मेरो यसबाट सुबाट रहेको छ भने सुनिलबाट यहाँ सर्च गर्न सक्छु। नत्र भए तपाईँहरू चाहिँ जस्ट स्क्रोल अप गरेर यहाँ तपाईँहरू चाहिँ आफ्नो नाम खोज्न सक्नुहुन्छ। नेक्स्ट गरेर तपाईँहरू चाहिँ भेटाउनु भयो भने ठिकै छ। अनि त्यसपछि स्क्रोल अप गर्नुलाई, जस्तै म चाहिँ पहिला आफ्नो सेलेक्ट गर्छु। अनि त्यसपछि तपाईँहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ सो इन्टिटिज भनेर जस्ट यहाँ 10 रहेको हुन्छ। तपाईँहरू चाहिँ यहाँ 2500 गर्नु होला। अनि त्यसपछि धेरै डिटेल्सहरू देखाउँछ जसबाट तपाईँहरू चाहिँ नाम खोज्न सजिलो हुन्छ। अनि तपाईँहरू चाहिँ यहाँबाट डेस्कटप मोडमा पनि गर्न सक्नुहुन्छ, त्यसको कारण तपाईँहरूलाई सजिलो हुनेछ। सुनिल यादव रहेको छ पुरुष। अनि त्यसपछि मेरो बाबा अनि मम्मीको नाम हेर्न सक्नुहुन्छ। अनि त्यसपछि मतदान विवरण भनेर हेर्न सक्नुहुन्छ, यहाँ जस्ट क्लिक गर्नु होला। अनि यहाँ क्लिक गर्नुभयो भने अर्को इन्टरफेस ओपन हुनेछ। त्यसपछि तपाईँहरू चाहिँ आफ्नो जन्म मिति यहाँ इन्टर गर्नुपर्ने हुन्छ, कुन साल अनि महिना। अनि त्यसपछि गते इन्टर गरेर मात्र तपाईँहरू चाहिँ आई एम नट रोबोटको अप्सनमा क्लिक गरेर सबमिट गर्नुभयो भने तपाईँहरूको सबै विवरण देखाउनेछ। सो लेट्स वेट। नत्र भए तपाईँहरू चाहिँ आफ्नो नागरिकता नम्बरबाट पनि हेर्न सक्नुहुन्छ। जस्ट यहाँ सबमिटको अप्सनमा क्लिक गर्नु होला। अनि त्यसपछि फेरि अर्को इन्टरफेस देखाउनेछ। सो लेट्स वेट। सो हेर्न सक्नुहुन्छ मेरो मतदान फोटो सहितको विस्तृत विवरण भनेर हेर्न सक्नुहुन्छ, मेरो सबै आइसकेको छ। जस्ट तपाईँहरू चाहिँ स्क्रोल अप गर्नु होला। अनि यहाँ प्रिन्टको अप्सन भेट्न सक्नुहुन्छ। तपाईँहरू चाहिँ यहाँ आफ्नो मतदान नम्बर, कहाँ केन्द्र छ सबै हेर्न सक्नुहुन्छ, केन्द्र लोकेसन पनि हेर्न सक्नुहुन्छ। जस्ट यहाँ प्रिन्टको अप्सनमा क्लिक गर्छु। अनि प्रिन्टको अप्सनमा क्लिक गर्नुभयो भने यहाँ चाहिँ सबै विवरण आउनेछ। जस्ट यहाँ प्रिन्टको अप्सनमा अनि सेभ एज पिडिएफ यहाँ जस्ट क्लिक गर्नु होला 3 डटमा। अनि सेभ एज पिडिएफको अप्सनमा क्लिक गर्नु होला। अनि त्यसपछि तपाईँहरू चाहिँ डाइरेक्ट आफ्नो फाइलमा सेभ गर्न सक्नुहुनेछ। जस्तै कि मैले चाहिँ आफ्नो भोटर लिस्ट भनेर सेभ गर्छु। अनि त्यसपछि तपाईँहरू चाहिँ यसलाई प्रिन्ट गराएर अनि तपाईँहरू चाहिँ आफ्नो कुनै पनि परिचय विवरण हेर्न, जस्तो कि नागरिकता, अनि त्यसपछि राष्ट्रिय परिचय पत्र लिएर तपाईँहरू गएर भोट हाल्न सक्नुहुन्छ सजिलैसँग। सो थ्याङ्क यू भेरी मच वाचिङ दिस भिडियो।